गाजरको हलुवा बनाउन जाँदैछु। सर्वप्रथम त पहिला यसमा चाहिँ मैले गाजरलाई छिलेर यहाँ कोर्दैछु। अनि यो गाजर कोरिसकेपछि यसमा म अलिकति यो नरिवल पनि एड गर्छु। यसलाई पनि म पकाउन सुरु गर्दैछु। मैले यो गाजर कोरेर भइसकेको छु। मेरो कढाई पनि रेडी भइसकेको छ। अनि यता चाहिँ गाजरमा हाल्ने दुध पनि तताउँदैछु। मैले कढाईमा भैँसीको घिउ हालिसकेको छु। मलाई मनपर्छ। आज म चाहिँ बच्चाहरूको लागि आफ्नो सबै परिवार मिलेर गाजर खाएको हलुवा खाने भनेर चाहिँ गाजरको हलुवा बनाउँदैछु। मेरो घिउ चाहिँ खैरिसकेको छ। अब म चाहिँ गाजर हालेर राख्छु। आगो अलिक सानो गर्नुपर्छ। आगो अलिक ठुलो भयो भने डढ्नुपर्छ। हलुवालाई सानो आगोमा फुटी हलुवालाई सानो आगोमा फुटी पहिला हलुवा पकाउनुपर्छ। गाजर चाहिँ पाकिसकेकोमा पाक्नुपर्छ। सानो आगोमा पकाउनु। यता चाहिँ मेरो दुध तात्दैछ। यता चाहिँ म हलुवा बनाउँदैछु। म कहिलेकाहीँ फुर्सद पाउँदाखेरि घरमा आफूले जानेको परिकारहरू बनाउने गर्छु। म कुक सिकेको चाहिँ होइन। मैले म आफै आफूले जानेको परिकारहरू बनाउने गर्छु। म छोप्दै पकाउँदै गर्छु ताकि यो हलुवा चाँडै चाहिँ पाकोस् भनेर। यसलाई अघि कोरेर राखेको नरिवल हाल्छु। नरिवल र अनि चिनी राख्छु र राखेर एकछिन बोक्छु। नरिवल एकछिन गर्छु। यो भुटेपछि दुध हाल्छु। यो नरिवल चाहिँ नहाल्दा नि हुन्छ, हाल्दा नि हुन्छ। तर नरिवल हाल्यो भने मिठो टेस्ट आउँछ। त्यही कारणले मैले नरिवल राखेको छु। नरिवल चाहिँ अनिवार्य छैन। मेरो यो हलुवा चाहिँ भइसकेको छ, गलिसकेको छ। अब म यसलाई अघि कोरेर राखेको नरिवल हाल्छु। नरिवल र अनि चिनी राख्छु र अब म यसमा दुध एड गर्छु। किनभने यो लगभग उबलिसकेको छ। अनि एकछिन दुधमा गरिसकेपछि अब म दुध राख्छु। मेरो लगभग भइसकेको अवस्था छ। दुध हाल्छु किनभने यो दुध चाहिँ मैले अघि नै तताएर राखेको थिएँ। दुध हालेर एकछिन चलाउँछु। पानीमा भन्दा दुधमा पकाएको अलिक टेस्ट हुन्छ। पकाउनलाई चाहिँ पानीमा मात्र पकाएर पनि खाना मिल्छ, नमिल्ने होइन।
अब म यसलाई दुध सुकेपछि मेरो चाहिँ हलुवा तयार भयो। दुधमा पकाउँदैछु। मेरो हलुवा तयार भयो। मेरो हलुवा चाहिँ छड्किसकेको छ। अब यो एकछिन दुधमा पकाइदिन्छु। यो सुकेपछि मेरो हलुवा तयार हुन्छ। अहिले दुधमा छड्किरहेको छ। साथीहरू, तपाईँहरू पनि यदि मेरो रेसिपी मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। फाइनली मेरो गाजरको हलुवा पाकिसकेको अवस्था छ। यो दुध सबै सुक्यो। अब खानालाई रेडी हो। हेर्नुहोस् त कस्तो राम्रो देखिन्छ। ल अब हाम्रो हलुवा चाहिँ खानालाई रेडी भइसकेको अवस्था छ। खाँदैछौँ।